ओके, हामी EC2 मा वेबसाइट होस्ट गर्नुभन्दा अगाडि चाहिँ केही जियोमेट्रिक कुरा गरौँ। EC2 भनेको के हो? EC2 लाई इलास्टिक कम्प्युट क्लाउड भनिन्छ। यो चाहिँ Amazonको स्केलेबल, फ्लेक्सिबल, सेक्युर भर्चुअल सर्भर हो। यो सर्भरलाई हजुरले इन्टरनेटको माध्यमबाट अन डिमान्डमा सर्भर रेन्टमा लिएर संसारको जुनसुकै ठाउँबाट यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसमा हजुरले वेबसाइट होस्ट गर्ने मात्रै होइन, हजुरले चाहिँ यसलाई विभिन्न कामको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ। जस्तै तपाईँले डाटाबेस सर्भर, प्रक्सी सर्भर, गेम सर्भर, इभन हजुरले चाहिँ यसलाई AI ML जस्ता वर्कलोडको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ। अब हामी EC2 बनाउनदेखि लिएर सर्भरमा वेबसाइट होस्ट कसरी गर्ने त्यो कुरालाई बुझ्छौँ। ओके, अहिले हामी चाहिँ यो AWS को म्यानेजमेन्ट कन्सोलको ड्यासबोर्डमा छौँ र यहाँनिर हजुरले सर्चमा गएर EC2 टाइप गर्न सक्नुहुन्छ र EC2 टाइप गरिसकेपछि हजुरको फर्स्टमा जुन EC2 को लिङ्क आउनेछ त्यसलाई नै क्लिक गर्नु होला र क्लिक गरिसकेपछि हजुर चाहिँ AWS को EC2 इन्स्टान्सको ड्यासबोर्डमा आउनुहुन्छ र यहाँ मध्ये हजुरले जुन अरेन्ज कलरको लन्च इन्स्टान्स देखिराख्नु भएको छ त्यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुर चाहिँ यहाँनिर केही कन्फिगर गर्नुपर्ने हुन्छ। जस्तै हजुरको सर्भरको नेम दिनुपर्ने हुन्छ। मैले पहिला नेम दिएँ, माई सर्भर भनेर नाम दिएँ। त्यसपछि हजुरले यहाँनिर अपरेटिङ सिस्टम सिलेक्ट गर्नुपर्ने हुन्छ। हजुरलाई आफूलाई मन परेको अपरेटिङ सिस्टम सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले अहिलेको लागि उबुन्टु सिलेक्ट गरेँ र उबुन्टु सिलेक्ट गरिसकेपछि तपाईँ के गर्नुपर्ने हुन्छ, अलिकति तल आउनु पर्ने हुन्छ। अलिकति तल आइसकेपछि इन्स्टान्स टाइप छ। इन्स्टान्स टाइपलाई चाहिँ यहाँनिर तपाईँले चाहिँ आफ्नो ऱ्याम र CPUहरू सिलेक्ट गर्न सक्नुहुन्छ। म अहिलेको लागि बाई डिफल्ट T3 माइक्रो नै राखेँ र त्यसपछि की पेयर के हो बेसिकली भन्दा यो एकदमै इम्पोर्टेन्ट कुरा हो। की पेयर भनेको हजुरको जुन यो सर्भर तपाईँले बनाउँदै हुनुहुन्छ AWS मा इन्स्टान्स बनाउँदै हुनुहुन्छ, ती इन्स्टान्सलाई यदि तपाईँले चाहिँ संसारको जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत यदि रिमोट एक्सेस गर्न चाहनुहुन्छ भने हजुरलाई यो की पेयर चाहिन्छ। विदाउट की पेयर हजुरले EC2 इन्स्टान्सलाई एक्सेस गर्न सक्नुहुन्न। सो म अहिले की पेयर कसरी बनाउने भन्दाखेरि त्यही भएर यहाँ की पेयरमा रिक्वायर्ड भन्ने लेखेको छ हेर्नुहोस् र की पेयर बनाउनको लागि क्रिएट अ न्यू कीवर्डमा क्लिक गर्नुहोस् र यहाँ क्लिक गरिसकेपछि हजुरले आफ्नो की पेयरको नेम दिन सक्नुहुन्छ। जस्तै मैले माई न्यू की पेयर भनेर नाम दिएँ। त्यसपछि हजुरले क्रिएट गर्नुहोस्। क्रिएट गर्ने बित्तिकै हजुरको ल्यापटपमा सेभ भएर बस्दिन्छ, यसरी डाउनलोड भएर बस्दिन्छ। त्यसपछि नेटवर्क सेटिङको कुरा अहिले नगरौँ, बाई डिफल्ट छोडिदिउँ। नेटवर्क सेटिङको कुरा पछि गरौँला, पछि हामी अगाडि पढ्दै क्लासमा गरौँला। अहिले हामीलाई मेन इम्पोर्टेन्ट यहाँ नेटवर्क सेटिङको पार्टमा मेन इम्पोर्टेन्ट कुरा फायरवल सेक्युरिटी ग्रुपको कुरा हो। यहाँनिर चाहिँ हामीले चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ 3टा कुरा। एउटा अलाउ एसएसएस भन्ने छ, यानि हजुरलाई चाहिँ यदि रिमोट एक्सेस गर्न मन लाग्यो भने त्यसको लागि पोर्ट खोल्ने कि नखोल्ने भन्ने कुरो हो है। यो फायरवल एउटा भर्चुअल फायरवल हो। यहाँनिर चाहिँ हजुरले चाहिँ आफ्नो सर्भरमा इन्कमिङ र आउटगोइङ ट्राफिकलाई कन्ट्रोल गर्नुहुन्छ। सो अहिलेको लागि मैले अलाउ एसएसएसलाई अलाउ गरेँ। त्यसपछि अलाउ HTTPS ट्राफिकलाई पनि इन्टरनेट गरेँ, फ्रम द इन्टरनेट यसलाई पनि टिक गरेँ। अलाउ HTTP ट्राफिक फ्रम द इन्टरनेट यो 3टालाई टिक गरिदिनु होला। त्यसपछि स्टोरेजको कुरा गर्ने हो भने हामीलाई लाइनेक्समा धेरै चाहिँदैन, 10 GB भए पुग्छ। बाँकी सबै डिफल्ट नै डिफल्ट राखिदिनुहोस्। त्यसपछि लन्च इन्स्टान्समा क्लिक गर्ने बित्तिकै विदिन अ मिनट हजुरको एउटा सर्भर क्रिएट भएर बस्दिन्छ। अब सर्भर क्रिएट हुने बित्तिकै हजुरलाई ग्रिन कलरको एउटा पपअप मेसेज आउँछ यसरी। यहाँनिर जुन आइडी लिङ्क तपाईँलाई आइडी दिएको छ इन्स्टान्सको, ती आइडीमा क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै हजुरलाई कहाँ लगिदिन्छ, भर्खरै जुन सर्भर बनाउनु भयो जुन नामको, त्यही सर्भरको ड्यासबोर्डमा लगिदिन्छ। अब यहाँनिर हजुरले चाहिँ तपाईँको सर्भरको डिटेलहरू हुन्छन्, जहाँनिर मेटाडेटाहरू हुन्छन्। इन्स्टान्स आइडी के हो, पब्लिक आइपी के हो, प्राइभेट आइपी के हो, इन्स्टान्स स्टेट के छ, रनिङ छ। इन्स्टान्स स्टेट रनिङ हुने बित्तिकै हाम्रो के गर्न सक्छौँ, अब यो सर्भरलाई एक्सेस गर्न सक्छौँ। अब सिम्पली यो सर्भरलाई हामीले रिमोट एक्सेस गर्नु पर्यो। त्यो रिमोट एक्सेस गर्नको लागि हजुरले ती टाइपले एउटा कनेक्टमा क्लिक गरिसकेपछि हजुरले यहाँ SSH क्लाइन्टको थ्रुबाट गर्न सक्नुहुन्छ। बेसिकली यो कमान्ड लाइन इन्टरफेसको थ्रुबाट गर्ने हो। हजुरले आफ्नो CMD प्रम्प्टमा खोलेर यी कमान्ड लाइनलाई कपी गरेर पेस्ट गरेर रन गर्न सक्नुहुन्छ। अर्को EC2 इन्स्टान्स कनेक्ट छ। यहाँनिर चाहिँ हजुरले डाइरेक्ट AWS को आफ्नै टर्मिनलभित्र क्लाउड सेलमा भित्र कनेक्ट गर्न सक्नुहुन्छ, कनेक्ट गरेर। बट अहिलेको लागि तपाईँलाई चाहिँ वेबसाइट इन्स्टल गर्न लाउनु भएको छ, वेबसाइट होस्ट गर्न लाउनु भएको छ। त्यसैले म चाहिँ तपाईँलाई रेकमेन्ड के गर्छु भन्दाखेरि एउटा सफ्टवेयर र टुलबाट युज गर्ने। सो हजुरले चाहिँ एउटा मोबाइल स्ट्रिम भन्ने चाहिँ युज गर्न सक्नुहुन्छ। यदि हजुरको ल्यापटपमा मोबाइल स्ट्रिम छैन भने सो मोबाइल स्ट्रिम हुन्छ। यो मोबाइल स्ट्रिममा चाहिँ हजुरले चाहिँ बेसिकली यो सफ्टवेयर एउटा टुल हो जहाँनिर चाहिँ हामीले आफ्नो सर्भरलाई एक्सेस गर्न सक्छौँ। छैन भने हजुरले सिम्पली गुगलमा जानुहोस्। गुगलमा गएर हजुरले चाहिँ मोबाइल स्ट्रिम, सिम्पल मोबाइल स्ट्रिम भनेर हाल्नु, मोबाइल स्ट्रिम डाउनलोड गरेर हाल्नु होला र तपाईँको यो फर्स्ट लिङ्कमा
क्लिक गरेर होम एडिसनको फ्रीलाई डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि नेक्स्ट गर्नु होला। अरू केही गर्नु पर्दैन, सिम्पली इन्स्टल गरेर त्यसपछि मोबाइल स्ट्रिममा खोल्नु होला। अब मोबाइल स्ट्रिम खोलिसकेपछि यसलाई कसरी एक्सेस गर्ने, सिम्पल एकदम इजी छ। कसरी गर्न सक्नुहुन्छ, सेसनमा जाने, सेसनमा क्लिक गरिसकेपछि एसएसएचमा क्लिक गर्ने र यहाँनिर हजुरलाई चाहिँ अप्सन आउँछ रिमोट होस्ट। अब रिमोट होस्ट के हो त, मेरो EC2 इन्स्टेन्सको के चाहियो त, पब्लिक आइपी चाहियो। यहाँनिर जुन पब्लिक आइपी छ, पब्लिक आइपी यसलाई कपी गर्नु होला। यो EC2 इन्स्टेन्सको पब्लिक आइपीलाई कपी गर्नुहोस्। कपी गरेर यहाँनिर पेस्ट गरिदिनुहोस्। युजर नेम सोधेको छ, युजर नेम हजुरलाई थाहा छैन भने यहाँनिर युजर नेम हेर्न सक्नुहुन्छ, के छ, उबुन्टु छ भनेपछि मैले यहाँनिर उबुन्टु भनेर युजर नेम हालेँ। अब यसलाई यति मात्रै गरेर कनेक्ट हुँदैन, हामीले की पेयर, मैले के भनेको थिएँ, की पेयर नभइकन हामीले सर्भरलाई एक्सेस गर्न पाउँदैनौँ। यदि मैले यहाँनिर ओके गरेँ भने ल हेर्नुहोस् के एरर आउँछ। ओके गर्ने बित्तिकै एक्सेप्ट गर्न भन्छ, बट के हुन्छ ल हेर्नुहोस्, के भन्यो, कनेक्ट भएन, नट सपोर्टेड अथेन्टिकेसन मेथड भन्यो। त्यो पब्लिक की हामीलाई की चाहिन्छ। त्यो की कनेक्ट गर्नको लागि अब मैले के गर्छु, यसैलाई एडिट गर्छु। राइट क्लिक गर्छु, एडिट सेक्सनमा जान्छु र एडभान्स एसएसएस सेटिङ छ, यहाँनिर मैले क्लिक गर्छु। क्लिक गरिसकेपछि युज प्राइभेट कीमा गएर क्लिक गर्छु। त्यसपछि ब्लू कलरको जुन आइकन छ त्यहाँनिर क्लिक गर्नुहोस्। हजुरले डाउनलोड गरेको कीलाई सेलेक्ट गर्नुहोस् र ओपन गरिदिनुहोस्। ओपन गरिसकेपछि ओके गर्नुहोस्। त्यति मात्रै गरेर हजुरले के गर्नु पर्यो, यसलाई एकचोटि म पज गरिदिएँ र यसलाई राइट क्लिक गरेर फेरि मैले एडिट गरिदिन्छु। एडिट गर्ने बित्तिकै तपाईँले यो सर्भर अब यहाँनिर एक्सेस गर्न पाउनुहुन्छ, अथेन्टिकेट विथ पब्लिक। अनि यहाँनिर हेर्नुहोस् त, उबुन्टुभित्र म आइपुगेँ। कहाँभित्र आइपुगेँ, उबुन्टुभित्र आइपुगेँ। अब यसलाई मैले युज गर्न सक्छु मजाले। सबभन्दा पहिला मैले आफ्नो सिस्टमको रेपोजिटरीलाई अपडेट गर्छु। सुडो एपिटी अपडेट -y, सिस्टम रेपोजिटरी अपडेट भयो, अपडेट हुँदैछ। र अब त्यसपछि मलाई वेबसाइट होस्ट गर्नको लागि, जुनसुकै लाइनेक्समा होस् चाहे विन्डोजमा हो, वेबसाइट होस्ट गर्नको लागि मलाई एउटा प्याकेज चाहिन्छ जसले चाहिँ वेबसाइटलाई होस्ट गर्ने चाहिँ मद्दत गर्छ। त्यो प्याकेजको नाम के, वेब सर्भर जसलाई भन्छन्, त्यो वेब सर्भर हामीले इन्स्टल गर्नुपर्ने हुन्छ। त्यो म यहाँनिर चाहिँ त्यो वेब सर्भर कि त हजुरले एन्जिनियस युज गर्न सक्नुहुन्छ, कि त हजुरले अपाची युज गर्न सक्नुहुन्छ। त्यो म यहाँनिर अपाची युज गर्छु। सुडो एपिटी इन्स्टल अपाची -y भनेर टाइप गरेँ र यी टाइप गरिसकेपछि यहाँनिर अपाची 2 इन्स्टल गरिदिन्छ। अहिले अपाची 2 इन्स्टल हुने बित्तिकै अब मैले चाहिँ एकचोटि भेरिफाई गर्नुपर्ने हुन्छ के मेरो अपाची चलिरहेछ कि छैन भनेर। हामी भेरिफाई गर्नको लागि हजुरले के गर्न सक्नुहुन्छ, systemctl स्ट्याटस अपाची भनेर हाल्यो भने यहाँनिर मलाई देखाइदिन्छ मेरो सिस्टम एक्टिभ रनिङमा छ है। रनिङमा भएको हुनाले अब मैले के अझै एकचोटि कन्फर्म गर्नको लागि के मेरो यो वेबसाइट, यो जुन अपाचीको डिफल्ट पेज छ जुन रनिङ चलिरहेछ, के मेरो पब्लिकमा यानि इन्टरनेटमा मैले एक्सेस गर्न पाइरहेको छु कि छैन भनेर मैले आफ्नो ब्राउजरमा गएर पेस्ट गरिदिन्छु। पेस्ट गर्ने बित्तिकै, इन्टर गर्ने बित्तिकै मेरो अपाचीको डिफल्ट वेब पेज खुल्न पर्ने होला। खुल्यो हेर्नुहोस्, यानि मेरो वेबसाइट पर्फेक्टली, वेब सर्भर पर्फेक्टली काम गरिरहेको छ। अब म के गर्छु, मेरो यो अपाची वेब सर्भरभित्र मैले आफ्नो स्ट्याटिक वेबसाइट चाहिँ होस्ट गर्छु। त्यो मसँग अहिले स्ट्याटिक वेबसाइट छैन। त्यसको लागि मैले के गर्छु, एउटा सिम्पल स्ट्याटिक वेबसाइट होस्ट डाउनलोड गरौँ। जस्तै फर इक्जाम्पल डाउनलोड HTML CSS टेम्प्लेट भनेर मैले डाउनलोड गरेँ। एउटा सिम्पल स्ट्याटिक वेबसाइट हो। तपाईँले आफ्नो कोड लेख्नुभयो होला, HTML CSS मा जेमा कोड लेख्नु भएको छ त्यही सेम यसरी नै कोड हुन्छ। जस्तै मैले यो एउटा वेबसाइट मैले इक्जाम्पलको लागि एउटा यो वेबसाइट लिएँ। यो वेबसाइटलाई मैले के गर्छु, यहाँनिर डाउनलोड गर्छु। डाउनलोडमा क्लिक गरिसकेपछि मेरो वेबसाइट यहाँनिर डाउनलोड भइसकेको छ। डाउनलोड भइसकेको छ है। अब मैले यो वेबसाइटलाई, मैले यो टेम्प्लेटलाई मैले आफ्नो सर्भरमा ल्याउनु पर्ने भयो। यानि यहाँनिर मेरो सर्भर रनिङ भइरहेछ। यो कहाँ लिएर राख्नु पर्ने भयो, मैले यहाँ यो राख्नु पर्ने भनेको कहाँ हो, cd www HTML भित्र इन्टर गर्नुभयो भने, ls गर्नुभयो भने यहाँ index.html छ हो। यो HTML भित्र मैले भर्खरै डाउनलोड गरेको वेबसाइटलाई यहाँनिर ल्याएर राख्ने हो। त्यसको लागि के गर्न सक्नुहुन्छ, हजुरले एउटा कमान्ड छ scp कमान्ड युज गर्न सक्नुहुन्छ। यदि त्यो कमान्ड आउँदैन भने यहाँबाट सिम्पल गर्न सक्नुहुन्छ। कसरी, सेसनमा जाने, सेसनमा गएर SFTP भन्ने अप्सन छ त्यसलाई क्लिक गर्नु। सेम त्यसरी नै फेरि हामीले काम गर्नुपर्ने हुन्छ। कपी गर्ने, पब्लिक आइपी रिमोट होस्टमा पेस्ट गर्ने,
मेरो युजर नेम उबुन्टु हो, उबुन्टुलाई राख्ने, एडभान्स सेटिङमा जाने, युज प्राइभेट कीलाई क्लिक गर्ने, आइकनमा क्लिक गर्ने, आफ्नो कीलाई कपी गर्ने, ओपन गर्ने, ओके गरिदिने। ओके गर्ने बित्तिकै हजुरको नेक्स्ट ट्याबमा चाहिँ तपाईँको सर्भर एक्सेस हुन्छ। अब यहाँनिर तपाईँले लेफ्ट ह्यान्ड साइडमा हेर्न सक्नुहुन्छ, यहाँनिर तपाईँको ल्यापटपको लोकल ल्यापटपको ड्राइभहरू देखाइरहेछन्, फोल्डरहरू देखाइरहेछन्। यतातिर हजुरको राइट ह्यान्ड साइडतिर लाइनसको सर्भरको फोल्डरहरू देखाइरहेछन्। यदि मैले यहाँनिर कुनै एउटा फोल्डर बनाएँ, MKDIR वेबसाइट टेस्टिङ भनेर मैले बनाएँ भने, यो क्रिएट गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ। यसलाई एकचोटि रिफ्रेस गऱ्यो भने हेर्नुहोस् वेबसाइट टेस्टिङ भनेर आयो। सो अब मैले के गर्ने भन्दाखेरि मेरो जुन वेबसाइट डाउनलोड गरेको छु ती डाउनलोडलाई मैले कहाँ राख्नु पर्यो, यो फोल्डर भित्र जाने var/www.html भित्र यहाँभित्र हामीले यो भित्र मलाई राख्नु पर्ने छ। त्यसको लागि मैले के गर्न सक्छु, डाउनलोडमा क्लिक गर्ने, आफ्नो लेफ्ट ह्यान्ड साइडमा आउने, आफ्नो ल्यापटपको लोकल ल्यापटपको डाउनलोडमा क्लिक गर्ने र यहाँनिर मैले डाउनलोड गरेको अब कुन फाइल छ यहाँनिर यसलाई सेलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै यो मेरो टेम्प्लेट भन्ने फोल्डर छ, यसलाई मैले कपी गरेर यहाँ ड्र्याग एन्ड ड्रप गरिदिएँ। ड्र्याग एन्ड ड्रप गरेपछि नो सर्च फाइल भनेको छ। ओके, यो नो सर्च फाइल भनेको छ, यो ट्रान्सफर सायद हुँदैन होला, किनभने यो चाहिँ फोल्डर हो, यो जिप फाइल मात्र ट्रान्सफर हुन्छ होला, फोल्डर कपी हुँदैन। ओपन डाइरेक्टरी कमान्ड रिसिभ डाइरेक्टरी कन्टेन्ट लिस्ट भनेको छ, पर्मिसन डिनाइन भनिरहेको छ। ओके, यो पर्मिसन डिनाइन भनेको छ, किन भनेको छ भन्दाखेरि मैले यो फाइललाई यहाँ यो फोल्डरभित्र पर्मिसन छैन। म के गर्न सक्छु, केही गर्नु पर्दैन, सिम्पल तपाईँले टेम्पमा जानुहोस्, टेम्प फाइलमा जानुहोस्, टेम्प फाइलमा गएर टेम्प फाइलमा सबै कुरा पर्मिसन हुन्छ। सो म टेम्प फाइलमा गएर आफ्नो जुन फोल्डरलाई जुन वेबसाइटलाई मैले कपी डाउनलोड गराएको छ त्यसलाई मैले यहाँनिर पेस्ट गरिदिन्छु। पेस्ट गरिदिसकेपछि मेरो त्यो फोल्डर आउनु पर्ने हो। कपी भइरहेछ, कपी भयो। कपी भइसकेपछि ल हेर्नुहोस् यो टेम्प्लेट भन्ने जुन आएको छ वेबसाइट, ती वेबसाइटलाई अब मैले भित्र अथवा आफ्नो HTML भित्र लिएर वेब सर्भरभित्र गएर राख्ने हो। त सबभन्दा पहिला म सिडीमा जान्छु, सिडी ट्याबमा क्लिक गर्छु र एलएस गर्ने बित्तिकै मेरो जुन यो टेम्प्लेट फाइल छ यसलाई मैले एक्सट्र्याक्ट गर्छु, यानि अनजिप गर्छु। सुडो अनजिप टेम्प्लेट भन्ने फोल्डरलाई मैले अनजिप गरेँ। अनजिप सुडो अनजिप छैन भनेपछि मलाई अनजिप इन्स्टल गर्नु पर्ने भयो। सुडो apt इन्स्टल अनजिप भनेर इन्स्टल गर्नुहोस् पहिला है। इन्स्टल गरिसकेपछि अब मैले के गर्छु, सुडो अनजिप टेम्प्लेट भन्ने फोल्डरलाई अनजिप गर्छु। अब यो अनजिप भइदिन्छ। अनजिप भइसकेपछि एलएस गर्नुहोस्, तपाईँको टेम्प्लेट भन्ने फोल्डरको एउटा यो अनजिप भएर यहाँनिर बसेको छ। अब यो फोल्डरलाई मैले कहाँनिर राख्छु, HTML को भित्र गएर राखिदिन्छु। त म के गर्छु भन्दाखेरि यसलाई मुभ गर्छु, सुडो एमबी टेम्प्लेट, सुडो एमबी भनेको मुभ गर यो टेम्प्लेटलाई कहाँ मुभ गर्ने, /var भित्र /www भित्र HTML भित्र यसलाई मुभ गर्ने हो। त्यो इन्टर गरिदिए। यति गर्ने बित्तिकै यहाँबाट फोल्डर मुभ भयो। अब हेर्नुहुन्छ यहाँनिर छैन फोल्डर। सो अब म cd/var भित्र गएँ, www.html भित्र गयो भने एलएस गर्नुभयो भने यहाँनिर टेम्प्लेट भन्ने जुन आएको छ यो चाहिँ यसलाई मैले कपी गर्छु। एकचोटि यो नामलाई मैले कपी गर्छु। कपी गरिसकेपछि अब म के गर्छु, आफ्नो यो आइपीलाई कपी गरेर यहाँनिर लगेर पेस्ट गरिदिन्छु। जुन अहिले भर्खर कपी गरेँ त्यसलाई पनि मैले यहाँनिर पेस्ट गरिदिन्छु। मेरो फोल्डरको यानि मेरो वेबसाइटको नाम यो टेम्प्लेट बनाइदिनु पर्ने, इन्टर गरिदिएँ। इन्टर गर्ने बित्तिकै हजुरले हेर्न सक्नुहुन्छ मेरो वेबसाइट उतिखेर विदिन 5 मिनट मजाले चलिरहेको छ। देख्नुभयो, तपाईँले आफ्नो वेबसाइटलाई पनि कसरी लाइभ होस्ट गर्न सक्नुहुन्छ, इजिली यसरी नै गर्न सक्नुहुन्छ होला। हस् त, थ्याङ्क यू, नमस्ते, फेरि भेट्नेछौँ अर्को भिडियोमा।